जिन्दगीको लडाई आफै लड्नुपर्छ यार। यहाँ सबैजनाले ज्ञान मात्र बाँड्छन्, साथ कसैले पनि दिँदैनन्। फर इक्जाम्पल, तपाईँ कुनै काम गर्दै हुनुहुन्छ, मान्छेहरू आएर कुर्सीमा बसेर खुट्टा हल्लाउँदै भनिदिन्छन्, तैँले यसो गर्नुपर्छ, यसो गरिस् भने तेरा लागि राम्रो हुन्छ, तैँले यस्तो गर्दा तेरा लागि धेरै उपलब्धि हुन सक्छ, यस्तै यस्तै भाषणहरू छोडिदिन्छन्। तर तपाईँले गरिरहेको काममा कोही माइकीलाल आएर हात अगाडि बढाएर तपाईँको समर्थन र साथ कहिल्यै पनि दिँदैन। बाहिरी देखावटी समर्थन गरे पनि भित्री रूपमा तपाईँलाई कसैले पनि साथ दिँदैन। कसैले दिएको सल्लाहले तपाईँको बाटो अवश्य पनि देखिन सक्छ, तर गन्तव्यमा पुग्नका लागि आफै मेहनत र भरपूर परिश्रम गर्नुपर्छ, दुःख गर्नुपर्छ, सङ्घर्षलाई झेल्न सक्नुपर्छ। दुनियाँले ताना सुनाउँछ, दुनियाँले आलोचना गर्छ, त यस्तो यो यस्तो भनिराख्छ, तर साथ बाहिरी रूपमा दिए पनि तपाईँलाई वास्तवमा साथ कसैले पनि दिँदैन। तपाईँको जिन्दगीसँग आइपरेका कठिनाई, बाध्यता, आवश्यकता हरेक कुरा टाल्ने स्वयं तपाईँ आफैले हो। त्यसैले कसैको भर पर्नु सायद मेरो विचारमा उचित हुँदैन। आफ्नो काममा लागि पर्नुहोस्। दुनियाँले के भन्छ त्यो तपाईँको मतलबको कुरा होइन। भन्नेले भन्दै गर्छ, सुनाउनेले सुनाउँदै गर्छ। कसैले दिएको सल्लाह सुन्नुहोस्, कसैले ताना सुनाउँछ सुन्नुहोस्, आलोचना गर्छ सहनुहोस्। तपाईँ भित्रको धैर्यतालाई बलियो बनाउनुहोस्, अगाडि बढ्नुहोस्, त्यो नै सफलता हो।